अब यो चाहिँ यहाँको बलेदिया बस भनिन्छ। बलेदिया बस अब अहिले चढ्न हुन्थ्यो किनकि मेरो कार्डमा ब्यालेन्स छैन, त्यही कारणले म हिँड्दै जान्छु। अब यसो हिँडेको भिडियो नि भ्लग पनि बनाऊ, त्यही कारणले गर्दा म चाहिँ प्रायः डेली नै हिँडेरै जान्छु म रुमसम्म चाहिँ। यो चाहिँ खलेदिया एरिया हो, खलेदिया एरिया भन्छ नि यता। यो चाहिँ आबुधाबीको मेन दुईवटा ठुल्ठुला भवन जुन ओल्ड सेन्टर भन्छ, यो तलतिर अब अरू भइहाल्यो। यता लाइफलाइन हस्पिटल साइड, इलेक्ट्रा साइड भनिन्छ। यो चाहिँ यो चोकलाई चाहिँ इतिसलात चोक भन्छ। यो जुन दुबईको झन्डा छ नि, यो यसमा इतिसलात चोक भनिन्छ यसलाई चाहिँ। अब जाउँ आफ्नो वासस्थानतिर। आजको दिन पनि ठिकै जस्तै भयो, ठिकै जस्तो बित्यो। प्रेसर त भएन काममा, के गर्ने अब यस्तै हो। एउटा विदेश कमाउन आइयो भन्यो, के गर्ने, महिनाभरि काम गर्यो, 1200-1500 कमायो। कहिले जिन्दगी बन्ला र खै, कहिले जिन्दगी सुध्रेला। आधी जिन्दगी विदेशमै बित्ने भइहाल्यो। अब के गर्ने, देशको स्थितिले गर्दाखेरि अब चाहिँ केही होला कि भन्ने एउटा आश पलाएको छ हाम्रो बालेन्द्र साहब र प्रधानमन्त्री भइसकेपछि त्यही होला कि भन्ने आश छ। हेरौँ अब के हुन्छ। के यसपालि दसैँमा घर आइन्छ कि जाने कि भने दसैँमा घर जान पाइला जस्तो छैन, किनकि हालत र अवस्थाले गर्दा अलिकति गाह्रै परिरहेको छ। अब 4 महिना बाँकी छ, 4 महिनामा के चाहिँ गरिन सकिन्छ र। भर्खर भिजा लगाएको छ, भर्खर काम सुरु भएको छ, भन्नासाथ मिल्दैन। सबै कुरो मिल्नु पऱ्यो, व्यवहार मिल्नु पऱ्यो होइन र। साहुहरूको ऋण तिर्नु पऱ्यो, घर परिवार हेर्नु पऱ्यो, धेरै गाह्रो छ नि। भनेको जस्तो शैली त छैन साथीहरू। यो देश विदेश हेर्दा डेभलप सिटी छ, अरूको सिटी, अरूको देश, तर यहाँभित्रको दुःख त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। दुःख जसले भोग्छ त्यसलाई थाहा हुन्छ। अब यस्तै छ, पहिलेसम्म दुःख गरेर ल्याएको छ यो भाग्यमा। हाम्रो देशको हालत कहिलेसम्म ठिक हुन्छ, देशमै गएर केही रोजगारी, केही व्यवसाय गर्दाखेरि अलिकति के राम्रो हुन्छ कि भन्ने स्थिति कहिलेसम्म हुन्छ, तबसम्म त काम गरेर कमाउनै पर्यो। यहाँको चाहिँ अहिले कति बज्यो, 6:56 गयो। ल अब सिग्नल पनि खुल्यो गाइस। यो चाहिँ मेन सिग्नल बाटो। किनभने सिग्नलमा छिटो बाटो काटेन, यहाँको सिस्टम यस्तो छ। टाइम टु टाइम सिग्नलको बाटो काटिन्छ, टाइम टु टाइम। यहाँ कुनै मिस्टेक हुँदैन। रातो लाइटमा बाटो काट्यो भने फाइन आउँछ, त्यो छ। अनि देशको सिस्टम पनि त्यही हुनुपर्ने हो क्या, अनि ठिक हुन्छ क्या। बाटो काट्ने सिस्टम छैन, ट्राफिक लाइटको सिस्टम छैन, हरेक ठाउँमा ट्राफिक हात दिएर रोक्न पर्छ, त्यो होइन कि। मलाई जहाँसम्म लाग्छ यस्तो यो हात देखाएर रोक्नुभन्दा एउटा लाइट राम्रो तरिकाले, एउटा राम्रो डिजिटल लाइट राख्दैछ त टाइम टु टाइम कतिखेर कति मिनटमा बन्द हुन्छ, कति मिनटमा चाहिँ पब्लिक क्रस गर्छ, बाटो क्रस गर्छ, कतिखेर साधनहरू आवत जावत हुन्छ। त्यो सिस्टम भएपछि त जामको हरेक कुराको सिस्टम केही प्रब्लम नै हुँदैन होइन र। मलाई त लाग्छ अब चाहिँ बस स्ट्यान्ड हो, यस्तो बस स्ट्यान्ड पनि हो भित्र। अब एसी जडान हुन्छ भित्र चाहिँ, गर्मीमा बाहिर भित्र बस्नलाई हुन्छ, तर जाडो महिना त आनन्दै बाहिरै ठिक हुन्छ।
कति मिनटमा पुगिन्छ थाहा छैन है। तर पहिलाको भन्दा धेरै गए वर्षभन्दा यो वर्ष धेरै राम्रो, यो वर्ष धेरै राम्रो छ। किनकि त्यति गर्मीको अनुभव भएन। यो वर्ष धेरै चिसै भयो, धेरै लङ टाइम नै चिसोको महिना लाग्यो यो पालि, धेरै लङ टाइम चिसो जाडो आयो। गर्मी त भए हल्का हल्का, तर भयो नि जुन हुनुपर्ने टाइममा जुन गर्मी हुनुपर्छ त्यो गर्मी छैन। सायद अब आउँदै होला या अब यति एभरेजमै अब जाडो महिना आउँछ, त्यो त बुझ्नु सकिँदैन, थाहा छैन। अब बिस्तारै गइन्छ, हिँड्दै जान आनन्द। गाडीमा गयो, अब कुनै बेला बस काँडा पैसा हुँदैन, पहुँच नगरी जाँदाखेरि बलिदियाले भेट्छ कि चेकिङ आयो भने ट्याङ्कै फाइन हान्छ, 200-300 फाइन हानिदिन्छ। त्योभन्दा बरु 10-15 मिनट हिँड्ने के भयो त होइन, 10-15 मिनट हिँडेर जाने, केही छैन। आनन्द र चिसो हावा पनि खाँदै सरर हावा खाँदै 10-15 मिनट हिँड्दै जाँदा केही फरक पर्दैन। अहिले चाहिँ आजम भइरहेछ, सक्यो क्या आजम पनि। यस्तै छ परदेशको हालत अवस्था हेर्दाखेरि। फलानु भिसानु विदेश छ, अब यस्तो कस्तो विदेशमा गएर रमाइलो लाइफ जिरहेको छ, टिकटक बनाएको भिडियो हालेको छ। मान्छेको थिङ्किङ, मान्छेको सोच विचार के हुन्छ। तर जुन व्यक्तिले विदेशमा जस्तो तरिकाको भोगिरहेको छ अवस्था र त्यो कसैले देख्दैन। त्यही भएर छन् मान्छेहरू विदेशमा गएर इन्जोय लाइफ जिरहेको छ भन्ने हुन्छ नि त। कतिले भन्ने हुनुहुन्छ, कति नेपाली दाजुभाइ दिदीबहिनीहरूले ठाउँमा आएर कति कष्ट भोगिरहनु भएको छ, त्यो त अब भोग्नेलाई थाहा छ होइन र। यस्तै छ जिन्दगी, देशी जिन्दगी। अब साथीहरू, अब भिडियो अहिले धेरै नै लामो हुन पुगेछ। म चाहिँ अब अरू जस्तो धेरै फेक भिडियो बनाएर फेकहरू कुराहरू गरेर हाल्नु मन लाग्दैन। जस्तो चाहिँ नेचुरल भिडियो बनाउँछु है, नेचुरल मान्छे, नेचुरल भिडियो। कुनै पनि बढाइ चढाइ कुराहरू गरेर हाल्न मन लाग्दैन, भिडियो अपलोड गर्न मन लाग्दैन होइन। त्यही भएर अब रुम आइपुग्नु पनि लाग्यो है। भिडियो पनि धेरै लामो भएको छ। अब अरू भिडियो अर्को नेक्स्ट टाइम, नेक्स्ट डे, टुमरो आफ्टर टुमरो